10 वर्ष अघि सुरु भएको हाम्रो मित्रताको कथा आज समयको पानामा सुनौलो अक्षरले लेखिँदैछ। हाँसो, आँसु, मौनता र साथ सबैलाई बाँधेर राखे एउटा सुन्दर डोरी जस्तै। समय बग्यो, सपनाहरू परिपक्व भए र आज तपाईको जीवनको सबैभन्दा पवित्र यात्रामा एक नन्हा मुटुलाई संसार देखाउन तयार हुँदै हुनुहुन्छ। नयाँ जीवनको आगमनसँगै तपाईको संसार अझ उज्यालो बनोस्। साना पाइला मधुर हाँसुले घरभरि खुसी जाओस्। आमा र शिशु दुवैको स्वास्थ्य स्वस्थ रहोस्। ईश्वरको कृपाले सबै राम्रो हुनेछ। तपाईहरूलाई हाम्रो तर्फबाट फेरि पनि शुभकामना। Have a wonderful parenthood. See you soon. Okay, ल भाउजूको पाली. What's going on your mind? म चाहिँ तिम्रो बाबा मिस्टेक भएको नि उसलाई सिकाउँदा Okay. Keep going. So, congratulations to you guys first of all, हैन? र अहिलेको ठ्याक्क समयमा चाहिँ तपाईहरुको दिमागमा के चलिरहेछ र बोय हुन्छ कि गर्ल हुन्छ किनकि तपाईहरुलाई त थाहा छैन, हैन? तपाईहरुको आफ्नो धारणा राख्नु त ल. धेरै खुसी लागिरहेछ हैन। मलाई चाहिँ छोरी नै जस्तो लागिरहेछ हैन। त्यो आई एक्सपेक्ट छोरी। म पनि धेरै नै एक्साइटेड छु थाहा पाउनको लागि, तर मलाई चाहिँ छोरी हो कि जस्तो लाग्छ। तपाईहरुको गेसमा के होला त दाइ? टिम बोय। म चाहिँ थाहा भएको मान्छे म रिभिल गर्नु मिल्दैन। म चाहिँ टिम गर्ल। म न्युट्रल है, हामी चाहिँ थाहा छ हामीलाई। म चाहिँ टिम गर्ल है। मेरो सानो चाहिँ तिम्रो अंकल मलाई लाग्छ तिमी बेबी बोय हो। टिम बोय हो किनकि मेरो छोरीले आज पिङ्क फ्रक लाउनु भन्दा भन्दै ब्लू लगाएर आएको छ। म चाहिँ टिम गर्ल, मलाई चाहिँ गर्लै हुन्छ जस्तो लाग्यो। मलाई लाग्छ एकदम 100मा 101% बोय ल। म चाहिँ तिम्रो सबैभन्दा ठुलो दाइ हैन, मामा घरपट्टिको। मलाई चाहिँ तिमी बोय हो जस्तो लाग्छ किनकि हाम्रो घरमा धेरै अब मेरा बहिनीहरू धेरै छन्। अब अझै एउटा भाइको आवश्यकता छ मलाई हैन। त्यही भएर म चाहिँ अहिलेको लागि मेरो गेसको लागि चाहिँ के गेस गर्न चाहन्छु भने भाइ। I wish she has baby girl. She love, yeah, I think she. तपाई त अब बेबी बोय पनि तपाईहरुको त भइ पनि सक्यो दुईजना अनि बेबी गर्ल पनि. Which one is easier to raise up? भनौं न. Baby wise, let's say I think boy. Boy easy. Yeah. Yeah. अनि अब शेखर दाइहरुको त पहिलो बच्चा हैन. फर्स्टमा बेबी गर्ल भएर अनि दोस्रो बच्चा चाहिँ बेबी बोय भने would it be easier because she will take care of Yeah, that I have heard a lot of those also. It's if you have first child a girl one, say no, they will take care of the baby boy. Definitely. ल त्यत्रो 400 किलोमिटरबाट निलो कपडा लाएर आएर अहिले म यहाँ गर्ल त भन्न सक्दिनँ हैन। त्यही भएर मेरो लागि चाहिँ बोय। मेरो लागि चाहिँ टिम गर्ल।
के हुन्छ भन्नु त के हुन्छ भन्ने कुरा त अब तपाईँ नाति कि नातिनी एउटा भन्नुहोस् नाति होइन कि तर नाति त भए हुन्थ्यो भन्ने भयो म चाहिँ बोएँ है नेक्स्ट ल अब म गर्नु म त हजुरआमा नातिको हजुरआमा कि नातिनीको हजुरआमा ल भन्नु नातिको पहिला उसको कबै ल्याउँदाखेरि नातिनीको भन्नु भइदियो नि त के त भइदियो बनाउनु होइन के भइदियो नि त भन्ने छ मलाई त छोरो भयो भने त्यही छोरी भयो एउटा भन्नु पर्यो कि एउटा भन्नु न यहाँ भिडियो बनाउनु छ एउटा भन्नु छिटो ए नाति भयो ए नाति चाहियो भाउजूसँग जान्छु है भाउजू के चाहिन्छ भन्नुहोस् न के चाहिन्छ भन्नुहोस् भान्जा पनि कि भान्जा रे म त पहिल्यैदेखि छोरी भनेको छु म त पहिल्यैदेखि छोरी यसो बाहिर सुरु भन होइन होला भाइ दाइलाई जान्छु है दाइ भन्छ कि भान्ने म त भान्जीहरू घोषणा गरिसकेको छु भयो हाम्रो यताबाट म पनि ल बेबीमा किन हुन्छ जीवा होइन बेबी हो त बेबी नै हुन्छ बोय कि गर्ल छोरा कि छोरी पल्सै भन्नु पर्यो छोरी रे ल हेर्नु मात्र मलाई चाहिँ नुर मनपर्छ अनि नुर चाहिँ लास्टमा आओस् के त्यसरी नै जस्तै जस्तै मैले अलिक सोचे होइन तपाईहरुलाई चाहिँ थाहा हुन्छ प्लिज एक्साइटमेन्ट लेभल डाउन है सबको डाउन है प्लिज ऑडियन्सलाई देखाइदिनु ओके ल दुईजनाले हात डिप गर्नु ल म पहिला भिनाजलाई पक्न है त पक्न है भिनाज ल एकैछिन है दिदी यो नबोल्नुहोस् नो चिटिङ है नो चिटिङ है ह्यान्ड्स अप भाउजूले ह्यान्ड्स अप है एकछिन अलि राम्रोसँग भेनाजुको अलि राम्रोसँग भयो है हात गाड्नु भेनाजुको दाइको चाहिँ डिप भएन राम्रो ल खै दिदी देखाउनु त ल भाउजूको भयो ल सर्टमा लगाइदिनु त हातमा रब गर्नु न अनि मजाले भाउजूले दाइको सर्ट लगाइदिनु हातमा त्यस्तै तपाईले हार्ट शेप बनाउन सक्नुहुन्छ जसरी ल Are we ready?
cherished. Love in the heart never withers. Time flies by, home's warmth, the piano and violin awaken memories. Home could be like a painting, love in the heart. The music resonates gratitude through the river of time. Gratitude makes they go to gratitude forever cherished. सो फाइनली जेन्डर पनि रिभिल भयो कस्तो छ त भित्रको इमोसन्स आई वाज सुपर एक्साइटेड होइन मलाई मनमा चाहिँ अब पहिल्यैदेखि नै एकदम छोरी लभर भएको हुनाले होइन अब एक्सपेक्टेसन पनि त्यही नै थियो अनि अति नै अब आँसु पनि आयो होइन हल्का इमोसनल पनि भइयो अनि त्यसपछि मलाई जहाँसम्म लाग्छ इमोसनल बुझ्ने नै छोरीले हो होइन त्यही भएर एकदम सुपर एक्साइटेड टु बी द फादर अफ बेबी गर्ल होइन अनि के नाम पनि अलरेडी सोच्नु भएको छ कि होइन नाम चाहिँ अब बल्ल तर एज सी सेड होइन नूर कतै नेमको अगाडि पछाडि त्यही नै अनुसार सोचिन्छ होला सायद हजुरलाई म पनि एकदमै खुसी छु एकदमै एक्साइटेड छु इमोसनल पनि छु इमोसनल पनि धेरै नै छु अनि हिजो राति देखेको सपना अनुसार चाहिँ गर्ल हुन्छ जस्तो लागिरहेको थियो सायद सपना साँचो भयो मेनी मेनी कङ्ग्रेचुलेसन्स धन्यवाद तपाईँहरूको प्यारेन्टहुडवाला लाइफ पनि तर आज एउटा एक्सपिरियन्स सुनाइहालौँ न तर आज त्यहाँ त्यो अल्ट्रासाउन्ड लिने बेलामा डक्टरले होइन धेरै नै चलिरहेको थियो कि अनि कतै कतै फेरि बुवाई पनि त्यो डाइभर्ट भइरहेको थियो होइन मन अनि धेरै चल्दाखेरि त्यस्तो डाइभर्ट भएको थियो तर होइन रहेछ एज आवर एक्सपेक्टेसन होइन वी आर गोइङ टु बी द फादर अफ बेबी गर्ल सुपर एक्साइटेड ओके आई विश यु अल द बेस्ट होइन वी विश यु अल द बेस्ट भनौँ आज अनि जसरी हामी जोडी हुँदा मात्रै पनि जसरी घुमिरहेको थियौँ त्यसै गरी प्यारेन्ट्स भइसकेपछि पनि समय मस्त टुर हाल्नुपर्छ फेरि मलाई एउटा थप्न मन लागिहाल्यो होइन उहाँ पेतरसारीबाट होइन हाम्रो यस्तो खुसीमा अनि आइदिएकोमा हाम्रो तर्फबाट पनि धेरै धेरै धन्यवाद तिमीहरूलाई लगायत यहाँ सम्पूर्ण जो आउनुभएको छ होइन यहीँ वरिपरि अथवा नआउनु भएको पनि जो वेल विसरहरू हुनुहुन्छ घरमै हुनुभएको आउन नपाउनु भएको अनि त्यसपछि नेपालमा हुनुभएको सम्पूर्ण बुवा आमा दाजुभाइ होइन सम्पूर्ण जो यहाँ उपस्थित हुनुहुन्न हाम्रो यो खुसी हामी सम्पूर्ण तपाईँहरूसँग सबैसँग साट्न चाहन्छौँ अनि सबैलाई धेरै धेरै धन्यवाद अनि यही नै हो थ्याङ्क यू सो मच बाई बाई
उहाँले पनि पार्टिसिपेट गर्नुहुन्छ अनि अनि फर्स्ट फर्ममा चाहिँ म दिदी र आलमहरू पनि सजिलो होस् र राम्रो होस् रमाइलो र यो प्रोग्रामलाई अझ रमाइलो बनाउन चाहिँ हाम्रो गेम सुरु गरौँ है त Let's go. ल फर्स्ट गेम रहेको छ हाम्रो अनि हामी सबैले माहौल भन्नुपर्दा चाहिँ के भन्दाखेरि त्यो चाहिँ त्यो पेसिफायर चाहिँ त्यो स्ट्रको सहायताले एकबाट अर्कोलाई पास गर्दै जानुपर्ने लास्टमा लगेर चाहिँ वर्ष भएको त्यहाँनिर बस्नु भएको त्यहाँसम्म पुऱ्याउनु पऱ्यो त्यही हो ल यसरी है गेम चाहिँ डेमोन्स्ट्रेसन हुँदैछ है यता तपाईँहरूले फर्स्टमा म बुद्धिबाट राखेर सुरु गरिदिन्छु तपाईँले We have बुद्धि here है र टाइमर पनि मैले सेट गरिरहेको छु यहाँनिर अलि धेरै छ र हामीसँग पार्टिसिपेन्ट अहिले हुनुहुन्छ 2 4 6 7 जना है 7 जना हुनुहुन्छ र तपाईँहरूले देखिसक्नुभयो कसरी टुकी पास गर्ने र लास्टमा एन्ड हुन्छ हाम्रो मम्मी टुकीमा गएर उहाँको स्ट्रमा गएर राखेपछि चाहिँ हाम्रो गेम एन्ड हुन्छ र त्यो टाइमिङ क्यालकुलेट हुन्छ है हाम्रो ल we start everybody let's turn on the floor best of luck guys Mama यहाँ स्टार्ट भिडियो नआउनु Let's start है टुकी एन्ड 1 2 3 go नमस्ते Wow amazing say strong very Some more, just do it. Wow, good job. Come on, guys. And the X29 है त ल Mama ready to win. Let's see. 8 seconds. Let's start. We have 7 balls on the floor and the game is starting with the 8th one. Tutti handing over to Kapil bro. We start the time. 1 2 3 start. Yes. Oh, great job. Yes. Yes. भइसक्यो छैन
Girls and boys both can enjoy. Both can स्टार्ट गर्न जाँदैछ है तपाईँलाई फर्स्टमा चाहिँ हात आउँदैछ ओके हामीलाई हात Good job. यो अहिले आउनु न किन अहिले आउनु त पछाडि हो क्या हो र होइन रे सन्जय होइन होला त खै हामी बेउ लाग्नु पर्यो अलिक पछाडि जानु न अलि बेला भाइ त जाउँ होइन रे त आइ हात No. Next. Let's see. जस्तो लागिसक्यो मलाई It's still on sure. Okay. कस्तो होला है Daddy, where are you? Daddy, where are you? Give your partner. हेरेपछि फेरि ड्याडी नै हुनु पर्यो नि है अब नभए के गर्नु तिमीले दुईचोटि रिजेक्ट हान्नु दाइलाई ट्राई गर्नु पर्यो नि तिमीले गाईको रिजेक्ट हानेको के को म दाइलाई ट्राई गर्नु उहाँ बोलिरहेछ नि रेडी 3 2 1 ल क्या बोलेको त त्यही गरेर त्यही गरेर बोल्दैछ मामाले मेरो हात चिन्नुहुन्छ अर्कोचोटि जान्छु नि त गाह्रो नपार्छु न ड्याडीलाई अलिक पछाडि जानु कि दिदी तपाईँको पालो आउँदैछ गाइजहरू पनि धेरै कन्फ्युज भयो